इन स्टेप अलि अलि तल कि अलि माथि भन त अलि यहाँनिर हुन्छ ल हजुर सर ल एक स्टेप माथि एक स्टेप हवस् अब यो सर्ट क्वेसन सोध्ने बाबु यहाँबाट हैन तपाईहरुले गर्दै गर्नु एउटा क्वेसन चाहिँ गरौँ अब एउटा क्वेसन गरौँ अनि बाँकी लङ क्वेसन फिरिहाल्ने है लङ क्वेसन अहिले भर्खर सक्ने ल के छ हामी 10 बजेसम्म पढ्न भ्याइन्छ आज सबैलाई के अप्ठ्यारो छैन नि बिचमा ब्रेक गरौँला खाजा खानलाई यसो 5-10 मिनेट ल So y double dash plus 3y dash plus 2y is equals to 2u t bracket t minus t bracket close y हामीले अहिले पढेको के हो भन्दा नि अहिले हामीले पढेको के हो भन्छौ भने नि हामीले अहिले पढेको फर्स्ट अर्डर मात्रै पढ्दै छौं सेकेन्ड अर्डर पढा हैन ल ए हस् हस् फर्स्ट अर्डर डिफरेन्शियल इक्वेसन पढ्दै छौं डिफरेन्शियल इक्वेसन पढ्दै छौं हामीले पढेको चाहिँ फर्स्ट अर्डर भनेको एउटा गर्दिनु यो x² plus xy² हो ल यो x² plus x अनि xy को स्क्वायर हजुर अनि dx हजुर त्यो dx अनि अर्को चाहिँ x² और y plus y² dy स्क्वायर y plus अनि x² अनि y² छ y² x² plus y² हो हजुर अनि हो ब्र्याकेटमा dy हो अनि y छ y पनि छ y पनि छ ब्र्याकेट चाहिँ छ के अगाडि x² देखि भनेर बुझे मैले बुझे यहाँ चाहिँ यस्तो गर्न पर्यो हो हजुर dy हो इक्वल टु 0 हो यहाँ y थप्न पर्यो सुन न यसलाई के गर्न पर्छ भन्छौ भने यो त हामीले चाहिँ पढाएको थियौं तिमीलाई भन्न त मैले अब अलिअलि तिमीले हेरे हैनौ यो एक्ज्याक्ट देखाउनलाई के गर्न पर्छ भन्दा यो एक्ज्याक्ट क्वेशन हो म यहाँ भन्छु ल n इक्वेसन अफ द फर्म अफ एउटा डेफिनेसन लेखेला यो क्वेशन गर्नु न पहिला ल बुझ्यौ n dy equals to 0 is said to be exact if के हुन पर्यो त हेर यो dy को कोएफिसिएन्ट है यो dy को कोएफिसिएन्टलाई हेर यो dy को कोएफिसिएन्ट भनेको यसलाई हामी n मान्यौ यसलाई हामी के मान्यौ n लाई के गर्न पर्यो n लाई x ले गर्न पर्यो dy को कोएफिसिएन्टलाई x ले गर्न पर्यो अनि dx को कोएफिसिएन्टलाई चाहिँ y ले गर्न पर्यो हेर्नुस् है dx को कोएफिसिएन्टलाई चाहिँ पार्शियली गर्ने हो सर पार्शियली डेरिभेटिभ है पार्शियली डेरिभेटिभ गर्ने बुझ्यौ यसलाई हामी एक्ज्याक्ट बनिन्छ है अब हामी जाउँ त क्वेशनमा जाउँ त यो डेफिनिसन भयो एक्ज्याक्टको डेफिनिसन यो भयो है बुझ्यौ हैन अब क्वेशनमा आऊ सोलुसनमा आऊ क्वेशनमा आए म अब क्वेशनमा आइपुगे x square xy square dx plus x square y plus y square dy equals to 0 यस्तो फर्ममा कम्पेयर इट विथ यस्तो फर्ममा आयो भने हामीले के गर्छौं त कम्पेयर इट विथ m dx plus n dy equals to 0 अब यसलाई हामी के गरौँ त where m भनेको कति where m भनेको चाहिँ x square plus xy square n भनेको कति फेरि n भनेको कति त x square y plus y square यो m लाई कसले गर्ने y ले गर्दा कति आइल्यौ त 2xy आके आएन m लाई y ले गर्दा यो 0 भयो बिर्स्या छैनम नि पार्शियल डेरिभेटिभ एकचोटी गर्नु न हजुर
पार्शियल डेरिभेटिभ त बिर्सेको र गर त मैले गरिदिइसकेँ। यो y ले गर्दा यो 0 भयो, यो 0 भयो, 0 + 2xy आयो के बुझेन हमरा? अनि यनलाई फेरि x ले गर्ने, यनलाई x ले गर्दा कति भयो 2xy भयो, फर्स्ट टर्म सेकेन्ड टर्म 0 भयो। x ले गर्दा x लाई मात्रै हेर्ने y 0 हुन्छ, y ले गर्दा y लाई मात्रै हेर्ने x 0 हुन्छ। पार्शियल डेरिभेटिभ ल के भयो त नि बराबर भयो कि भएन भाउ? डेल m बाई डेल y र डेल n बाई डेल x चाहिँ के बराबर भयो भने हेन्स इट इज एक्ज्याक्ट। त्यो त थर्ड म्याथ चाहिन्छ के अरे, थर्ड म्याथ कतै होइन। हेन्स इट इज एक्ज्याक्ट, बुझ्यौ नि? अब यसको सोलुसनको लागि फर्मुला जानु पर्यो। फर सोलुसनको लागि फर सल्भको लागि फर्मुला लेख्नु पर्यो ल एउटा। इंटीग्रेशन m dx, m लाई dx ले गर्ने अनि टर्म अफ n फ्री फ्रम x हैन। अनि यसलाई इंटीग्रेशन गर्ने डिवाइड गर्ने इक्वल्स टु c लेख्ने। अब हेर है फर्मुला गए है बाबु, हेर है फर्मुला लेख्ने है। फर्मुला टिपिहाल। m भने कति छ बाबु? m भने कति छ ल्याउ त? m भने कति छ? x स्क्वायर कति अरे? xy स्क्वायर प्लस x स्क्वायर प्लस माथि स्क्रोलिङ गरे नि हुन्थ्यो भने त के अरे xy स्क्वायर अनि प्लस xy स्क्वायर। अनि त्यहाँ n भने कति छ? n त बरु यही छ बाबु, बुझ्यौ नि? अब फर्मुलाले के भनेको छ? हेर फर्मुला पढ त के भनेको छ? इंटीग्रेशन गर्ने m लाई m कति हो बुझ्यौ कि बुझेनम? यसलाई dx ले इंटीग्रेशन गरिहाल्ने गरेम, बुझ्यौ हैन? अनि दोस्रो टर्ममा के भनेको छ भन्दा x नभएकोलाई मात्रै गर्ने भनेको छ। टर्म अफ अनि यसलाई गर्न परेन, यसलाई गर्न x भएकोलाई गर्न परेन, यसलाई मात्रै गर्ने y ले। पुरो बुझ्यो कि बुझेन? टर्म अफ n फ्री फ्रम x भनेको x नभएकोलाई मात्रै गर्ने y ले, x भएकोलाई गर्न परेन, यो टर्मलाई नै गर्न परेन। बुझ्यो बुझेन? अब लेख यसको इंटीग्रेशन कति? यसको इंटीग्रेशन x 3/3 अनि x लाई मात्रै गर्ने ल, इंटीग्रेशन पार्शियल इंटीग्रेशन अनि y क्यूब बाई यही आन्सर। एलसीएम लिने यही आन्सर लिने है। एक्ज्याक्टनेसको पाटा गर्न पर्यो यसलाई। ल अब यो सर्ट क्वेसन खासै धेरै अब सोध्दैन के अरे, गर्न सकिहाल्छौ तिमीहरूले। अब म लङ क्वेसनतिर छिरेँ है त। लङ क्वेसनतिर छिरेँ, लङ क्वेसन आइरहनेतिर छिरेँ, इम्पोर्टेन्टतिर छिरेँ। अब तिमीलाई यहाँ पहिला मैले यहाँ लिनियर डिफरेन्शियल इक्वेसन भनेर पढाउँछु। एक्सर्साइज 6.4 भन्नेमा गएँ म। खासै धेरै इम्पोर्टेन्ट पनि छैन। लिनियर है, फर्स्ट अर्डर लिनियर डिफरेन्शियल इक्वेसन, यो चाहिँ एकदम इम्पोर्टेन्ट है। ल यो टपिकसँग गएँ म। एन इक्वेसन अफ द फर्म कति त dy by dx p, यो फंक्शन है। फंक्शन यसलाई हामी के भनिन्छ? इज कल लिनियर भनिन्छ। लिनियर फर्स्ट अर्डर लिनियर डिफरेन्शियल इक्वेसन,
डिफरेन्शियल इक्वेसन भनिन्छ है। बुझ्यौ? यसलाई सल्भ गर्नको लागि इन्टिग्रेटिङ फ्याक्टर भन्ने चाहिन्छ। इन्टिग्रेटिङ फ्याक्टर भन्ने चाहिन्छ। इन्टिग्रेटिङ फ्याक्टर भन्ने बित्तिकै हामीले पढ्दाखेरि आइएफ भनिन्छ है। पढ्दाखेरि सर्ट फर्ममा पढ्दाखेरि यसको फर्मुला के हो त भन्छ भने यही पी भन्ने छ नि, यही पी भन्ने देख्यौ नि। हजुर पीडीएक्स गर्ने। बुझ्यौ? यसको नाम इक्वेसन 1। अब फर्मुला लेखाउँछु ल। सोलुसन अफ 1 इज फर्मुला लेखाएँ है मैले। अब त्यो e को पावर अनि e को पावरमा चाहिँ इन्टिग्रेसन पावरमा pdx हो। p अनि dx है। y इन्टु आइएफ अनि q इन्टु आइएफ। अलिअलि सुने होइन यो? अलिअलि सुन्या छ कि कलेजमा पढ्यो भने त सुन्या होला के रे। बुझ्यौ? फर्मुला है यो। क्वेसनमा गएँ, क्वेसनमा सर्ट क्वेसन सोधेको छ, सल्भ भनेर सोध्यो। क्वेसन चिनिहाल्ने है भाउ, क्वेसन चिनिहाल्ने है। dy बाई dx प्लसमा cot x प्लसमा cot x इन्टु y cot x इन्टु y इक्वल्स टु 2 cos x। बुझेनौँ? बुझ्यौँ? अब कम्पेयर गरौँ न यसलाई। कम्पेयर इट विथ क्वेसन चिनेपछि सल्भ गर्न सजिलो हुन्छ है। dy बाई dx प्लसमा dy इक्वल्स टु q। यसको नाम इक्वेसन 1। बुझ्यौ? बुझ्यौ भाइ? अब जाउँ। अहिले भर्खर सकिन्छ लङ क्वेसन, अहिले भर्खर सकिन्छ। पासै गरेर त धेरै चाहिन्न के। बुझ्यौ? अब कति छ भन्छौ भने वेयर पी भने कति भन त? वेयर पी भने कति भन त? वेयर पी भने कति भन त? पी भने cot x अनि q भने कति? 2 cos x। अब आइएफ अलिकति माथि गरिदेऊ ल। त्यही हो। भयो सर। अब पी भनेको cot x, q भनेको 2 cos x। अब आइएफ निकाल न। इन्टिग्रेटिङ फ्याक्टर भन्छ है आइएफलाई। फर्मुला के हो? into if equals to integration q dot if dx। इन्टिग्रेसन cot x भनेको हिजो पढाएको छु नि बाबु मैले। इन्टिग्रेसन cot x हिजो पढाएको छु नि। हिजो पढाएँ नि त इन्टिग्रेसन cot x भनेर। ल कति बल्यो? sin x आयो कि होइन? आइएफ कति आयो? कति यहाँ लेखा त? Then the solution of 1 is y into if अनि त्यसपछि गएर इन्टिग्रेसन q भनेको कति छ? q into if dx प्लस c। y भने y भइहाल्यो, if भनेको sin x भइहाल्यो, केही गाह्रो छैन। q भनेको 2 cos x, if भनेको sin x, 2 sin a cos a भनेको चाहिँ कति हो? sin 2a। जहिले पनि एङ्गलमा लाने हो। sin 2a कति भयो त? साइनको इन्टिग्रेसन कति हो? साइनको इन्टिग्रेसन cos 2x कोएफिसिएन्टले डिभाइड गर्छ अनि एन्सरमा c देखियो भने के हो? बिर्सेको? एन्सरमा c देखियो भने के हो? माइनस sin 2x को इन्टिग्रेसन हिजो पढाएको आज बिर्स्यो। तिमीलाई त्यही भयो क्लासरुममा।
एन्सर है यही एन्सर बुझ्यौँ धेरैवटा क्वेसन सोधेको छ भाउ कति सालमा सोधेको छ मलाई एउटा क्वेसन ल्याउ न लङ क्वेसन ल्याउ न एउटा क्वेसन क्वेसन कस्तो ल्याउ भन्छौ भने dy by dx माइनस y into 10x इक्वल्स टु माइनस को 3 को पावर cos x होला हो हेर त एकचोटि cos x है sin x है एकचोटि हेर त 25 मा सोधेको छ कि 22 मै सोधेको छ कि एकचोटि 22 मा सोधेको छ कि क्वेसन सोध्नु नै सोधेको भोलि स्कुलमा सोध्नु त सोधेको छ यो क्वेसन त्यो सोधेको छ बाबु यस्तो सोधेको छ यो है माइनसमा रहेछ ल यहाँ माइनसमा sin 3x रहेछ यहाँ अनि 3 चाहिँ सकियो 3 चाहिँ माइनस होला यो माइनस हट्यो sin किलोमा sin x बुझ्यौ हैन y of 0 equals to 4 भनेर सोध्यो बुझ्यौ गुरु लङ क्वेसन सोधे है यो होइन के करे भाउ मैले क्वेसन चिन्यो के भाउ क्वेसन चिन्यो क्वेसन चिन्न काम सबै पढासी क्वेसन चिनिन्छ सबै पढासीको dy dx माइनसमा y 10x क्वेसन चिनेपछि असाध्यै सजिलो इको पावर माइनस sin x बुझ्यौ नाम इक्वेसन 1 which is linear first order linear भनौं न first 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 order linear differential equation है भाउ बा यहाँ p भनेको कति भन त बा मलाई यहाँ p भनेको कति भन त माइनस पनि लेख्नु पर्यो नि बा माइनस कसलाई दिने त बुझेन बुझ्यौ अब कति बोल्यो आइएफ भनेको कति फर्मुला के हो pdx हो कि हैन अनि कति हो त तिम्रो जसरी गरे नि हुन्छ ओइ कति माइनस कति dx हो हाम्रो बलराम बोलेको छैन कता हरायो कि नि बलराम क्या हैन तलको डेरिभेटिभ माथि आयो कसको डेरिभेटिभ कति हुन्छ मलाई भन त बा cos x को डेरिभेटिभ कति हुन्छ माइनस sin भन न हो माइनस sin हजुर ठ्याक्कै मिल्यो तलको डेरिभेटिभ माथि आयो कति भयो 1 आयो हो कति भयो त कति भयो e log भनेको 1 e log भनेको 1 cos x बस्यो ल बस्यो ल solution of 1 is कति y into if अनि q into if केही नि छैन के केही नि हिजो लेखा फर्मुला पढेपछि केही नि छैन y भने y भइहाल्यो if भने cos x भइहाल्यो q भनेको 3 लाई बाहिर निकाल्ने cos x लेखे यहाँ अनि त्यहाँबाट if भने cos x लेखे q भने कति छ भाउ बुझेन अनि यस्तो खाले इन्टिग्रेसनलाई कति पुरा गर्ने भने सिकाएको छु मैले अस्ति एक्सपोनेन्शियल पावर जति छ त्यति पुरा गर्ने बुझेन dt by dx भनेको कति cos x dt भनेको कति हो
cos x dx बुझेन कति भयो त cos x dx ठाउँमा dd लेख्न पाइयो cos x dx ठाउँमा dd लेख्न पाइयो e को पावर माइनस t भन्न पाइयो पाइएन et को इन्टिग्रेसन et हुन्छ अनि कोएफिसिएन्टले डिभाइड गर्छ कति भयो त -3 अब t भनेको कति हो t को भ्यालु रिप्लेस गर्देऊ बुझेन therefore y cos x equals to कति भयो त -3 e को पावर माइनस sin x प्लस cos tan c बुझ्यौ नि एकैछिन मात्र हुन्छ फेरि c को भ्यालु निकाल्न पर्यो भने चाहिँ हामी के गर्छौं त यो पुट गरेको पार्ट है यो पुट गरेको पार्ट छुट्टै हो अनि यो यहाँ ल्याएर राखेको है देखाउन पर्छ है पुट गरेको यसमा मुनि जाउँ अब यो c को भ्यालु निकाल्न पर्यो अब यसले y अफ 0 इक्वल्स टु 4 दिया छैन हामीलाई ब्राकेट भित्र भ्यालुलाई x को भ्यालु भन्छ बाहिर भ्यालुलाई y भन्छ ल बाहिर भ्यालुलाई y भन्छ ब्राकेट भित्रकोलाई x भन्छ कहाँ राख्ने अब इक्वेसन 2 मा राखौं कहाँ जाउँ त इन इक्वेसन नम्बर 2 मा जाउँ y भनेको 4 x भनेको 0 e माइनस sin 0 प्लस cos tan c कति भयो त cos 0 भनेको 1 माइनस को 3 e 0 कति भयो त नि e 0 भनेको 1 हो है कति भयो त नि c भनेको substitute the value of c in equation number कहाँ 2 मा राख्दा y cos x कति भयो त बा 7 लाई मैले पहिला लेखेँ ल which is required solution आन्सर यही हो ल बुझ्यौ हैन अरु कुनै सोधे खाने भन के रे लिनियरको नत्र अर्को बर्नौलीजमा गएँ म अब बर्नौलीजमा गएँ अब हैन यो यस्तो भयो यो यति पढे पुग्छ यो एक्सरसाइज यति पढे पुग्छ ल अब हामी जाउँ बर्नौलीज इक्वेसन भन्नेमा जाउँ है बर्नौलीज सधैं आइरहने भेरी 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 इम्पोर्टेन्ट बर्नौलीज
सोधेको छ सर ठ्याक्कै यही सोधेको छ हो 1/2 sin 2y equals to x cube cos square y छ ओ कुन इयरमा छ सर 2023 फलमा हेर त फलको 2023 फलको 4a धेरै पटक सोधेको छ, एक पटक मात्रै होइन। सुन है, यहाँ पनि y छ, आरएचएसमा पनि y, आरएचएसमा पनि y, अनि त्यहाँबाट एलएचएसमा पनि y छ भने यसलाई हामी बर्नौलिज भनिन्छ। y के y, आरएचएसमा y, एलएचएसमा पनि y छ भने यसलाई हामी के भनिन्छ अरे? बर्नौलिज हो है। हुन्छ सर ल अब सोलुसनमा आऊ। त्यसो भए मैले यहाँ स्टेप स्टेप भन्छु, तिमीले चाहिँ के बुझ्नुपर्छ भन्दा नि हेर है, असाध्यै सजिलो। यहाँ हियर लेखेँ मैले, सोलुसन भइसक्यो है, सोलुसन भइसक्यो। हियर sin 2y by y x क्यूब cos स्क्वायर y, यसको नाम इक्वेसन 1 लेखा त बाबु, लेख्यौ? ल अब तिमीले के काम गर भन्छौ भने मैले जे भन्छु त्यही काम गर्ने ल। यो रफमा यो त एकदम इम्पोर्टेन्ट छ, बिगार्नै पाइन्न। स्टेप 1 पहिलो काम के गर भन्दा टर्म इन आरएचएस फ्री फ्रम y हटाइदेऊ न। आरएचएसमा कति छ नत्र? आरएचएसमा भएको y हटाइदेऊ पहिलो काम। जुनसुकै क्वेसन आयो भने यही गर्ने है बाबु। 2 sin y cos y यो भने फर्मुला है बाबु, यो sin 2a को फर्मुला है बाबु यो। अनि यहाँ x पनि हुने भयो, cos स्क्वायर y पनि हुने भयो। पारी कति भयो? ओन्ली x मात्रै बनाउने पारी। पारी कति बनाउने? ओन्ली x। हेर यो sin 2a को फर्मुला है बाबु यो। sin 2a को फर्मुला हामी पढ्थ्यौँ नि 9 क्लासमा। 2 sin a cos a, बुझ्यौ? कसले कस खायो, कति भयो त नि यो? कति भयो त नि? sin by cos tan sec स्क्वायर y यहाँ भयो कि भएन? अनि 2/x यहाँ भयो। sin by cos भनेको 10y। बुझ्यौ कि बुझेन बाबु? यो पुट गरेर बनाएको थियो। ओ कुरो त निस्क्यो त बाबु, तिमीले बिस्तारै बुझेछौ त। सुन है, दोस्रो काममा के बुझ्यो? अब पहिलो काम सक्यो होइन त? दोस्रो काममा के गर्ने हेर है। दोस्रो काममा स्टेप 2 मा के काम? यो स्टेप लेख्न पर्दैन नि, बुझ्नलाई मात्रै हो नि। यो स्टेप 1, यो स्टेप 1, यो स्टेप 2 के गर्ने? स्टेप 2 मा यसलाई पुट गर्ने। स्टेप 2 मा चाहिँ यो पुट गर्ने, जहिले पनि पुट गर्ने। जहिले पनि y भेरिएबल बराबर z पुट गरेँ ल मैले। t पुट गरेँ हुन्छ, z पुट गरेँ। के पुट गराउँ? z गरेँ t गरेँ। ल z लेख्ने हुन्छ, ल z लेख्ने हुन्छ। ल ny भनेर पुट गरेँ है, बुझ्यौँ? जहिले पनि डेरिभेटिभ गर्दा जहिले पनि विथ रेस्पेक्ट टु x ले नै गर्नु होला। जहिले यो क्वेसनमा जहिले पनि है, बुझ्यौ? जे भयो नि x ले डेरिभेटिभ गर्ने है। हाम्रो बलराम कता छ? छु सर। कता हराउ भनेर नि। यति कुरो बुझ्यौ कि बुझेन बाबु? हो dz by dx। अब के बुझ्न पर्छ तिमीले भन्दा नि, ए यो x ले यो y लाई चाहिँ x ले सकेन। अब चोइन रुल लाउनु पर्यो। चोइन भनी बुझ्छ नि, डेरिभेटिभको चोइन रुल। कति भयो? dz by dx यो 10y को डेरिभेटिभ sec स्क्वायर y भयो, बुझ्यौ नि? अनि dy by dx भयो। बुझ्यौँ कि बुझेनौँ? बुझ्यौँ सर। अब एउटा कुरो के थाहा पाऊँ हामीले? के थाहा पाऊँ भन्दा नि बाबु, जहिले पनि यो पुट गर्दाखेरि यो यसको डेरिभेटिभ यहाँ आउँछ। अगाडि
ए यहाँ जहिले आउँछ ओइ ख्याल गर ओइ हिसाब बिग्रियो भने पनि कोही यही लेखिदिने जहिले यसको डेरिभेटिभ यही आउँछ बुझेन बुझ्यो सर बुझ्यो हैन अब कति भयो त नि अब जाऊ कति भयो फर्म 2 मा जाँदा फर्म इक्वेसन 2 मा जाँदा कति भयो इक्वेसन 2 तिम्रो के छ 6 स्क्वायर भयो y dy by dx प्लस कति 2x 10y इक्वल्स टु x क्यूब अब तिमीले के बुझ्न पर्यो भन्छौ भने यसको ठाउँमा चाहिँ हामीले के लेख्न पाइयो dz by dx प्लस 2x इन्टु z बल्ल यो लिनियर भयो बुझ्यौं कि बुझेनौं व्हिच इज लिनियर इन z मा z भन्ने बुझ्छ नि z एन्ड z ड्याश मा लिनियर भयो यसलाई ड्याश भन्छ है z ड्याश भन्छ है बुझ्यौं अब p भने कति भयो q भने कति भयो बुझ्यौं कि बुझेनौं if भने कति भयो कति भयो त टुलाई बाहिर निकाल्देऊ 1/x dx कति बुझेन लको प्रपर्टीले कोएफिसिएन्टलाई पावरमा लान्छ ओइ लको प्रपर्टीले म यहाँ लेखिन्छु ए यो n log x छ भने के भन्छ log x to power n भयो अब e र log ठ्याक्कै भेट भयो अहिले 2 ले बाटो सिकाएको थियो भेट भयो अहिले भेट भयो भनेपछि कति हो 2x therefore if भने कति आयो त बाबु if भने कति आयो यो बाहिरी कुरा भइहाल्यो therefore if भने कति भयो त if भनेको x स्क्वायर भयो कि भएन अब then the solution of linear को solution linear भनेको इक्वेसन 3 को सल्युसन के हो very if अनि कति q plus q भने कति छ त नि सिधै if लेखे नि हुन्छ के बाबु कति हो z भने कति हो 10y if भने कति हो x स्क्वायर अनि x क्यूब इन्टु x स्क्वायर dx प्लस कन्स्टेन्सी x को पावर 5 इंटीग्रेसन गरे हैन है अब गर्ने कति भयो त नि x को पावर 6 x को पावर 6 if x स्क्वायर मात्र कसरी भयो फेरि भन्दिन न पढ्या थियौ के नानी बिर्स्यौ e र log भने त 1 हो के ए ई लग भाइ यहाँ लेखेको छ त भाइ यहाँ यहाँ यो भनेको त 1 हो नि हो यो भनेको त 1 हो के बुझेनौ बुझ्यो त्यो x स्क्वायर लेख्नु भएको ल अब क्लियर भयो कि भएन भयो अब मलाई फोको ए को क्वेशन ल्याऊ अब फोको ए को क्वेशन ल्याऊ तिमीले फोको ए को क्वेशन ल्याऊ फोको ए सबै सक्ने फोको ए तर एकछिन लेखिसकेकै छैन लेखि छैन लेखिदै थिए ल पहा एकैछिन आशै गर्न त गाह्रो छैन है पावर सिरिज पनि सहिलो छ यो पनि सहिलो छ डबल इन्टिग्रेसन यो पनि बाँकी अब भोलि आज पढाइन्छ भोलि चाहिँ हाम्रो पुरानो ग्रुपलाई पढाइन्न नयाँ ग्रुप दुईजनालाई मात्रै पढाइन्छ है भोलि बलरामको नि छुट्या डबल इन्टिग्रेसन हैन हजुर सर डबल छुट्या थियो पढौँला नाथ यहाँ पढौँला हाम्रो पूर्व
दुबे भाइले पढाउँछु म चाहिँ एक दिन कुखुरा मासु ल्याएर मलाई खुवाउँछ अनि म पढाउँछु भन्दै थियो त Sir, questions are x cube plus 1 and dy by dx plus 6x square y equals to 1 plus x square. ए यो त यस्तो एकदम सही क्वेशन ल्याउ तिमीले मलाई ल एकदम सही क्वेशन अस्ति भर्खर सोधेको लास्ट सही क्वेशन ल्याउ तिमीले सुन है टाइममै ल्याउ ल भन त कति x cube plus 1 यो x क्यूब एकैछिन अलि सानो भयो के x क्यूब प्लस 1 dy by dx बुझ्यौ हजुर अनि plus 6x square y 6x square y पारी कति छ नि equals to 1 plus x square. 1 plus x square यति हो हजुर 1 plus x तल कि माथि 1 plus x square छ त 1 by हैन 1 plus x square. बुझे यो मेट नखोजेको मेट थिएन एकैछिन मेट किन्न कहिले इरेजरले काम गर्दैन के कहिले अझै ह्याङ हुन्छ कहिले बुझेमै कुरा भाउ हेर्नु है क्वेशन बुझेमी हैन यहाँ सुन है यो dy dx को अगाडि कोएफिसिएन्ट नराख्नुस् कोएफिसिएन्ट हटाइदिए त पहिला कति भयो dy by dx को अगाडि कोएफिसिएन्ट हटाइदियम भाउ हटाउँछ पारी कति भयो यो बुझ्यौं कि बुझेनम बुझ्यो सर बुझ्यौं हैन त यो त लिनियरै भयो के हुइ चाहिँ लिनियर भयो यो लिनियर बर्नौली चाहिँ भयो बर्नौलीजनको लिनियर बनाउने हुइ चाहिँ लिनियरै भयो के यो क्वेशन त y नै छैन नि आरएचएसमा y छ आरएचएसमा y छ छैन सर छैन हुइ चाहिँ लिनियर लिनियरले p बनाएको कति हो कति भयो क्वेशन गाह्रो होइन के झुकाइदिए थिए मलाई अब के गर्ने हैन त क्वेशन चिन्न गाह्रो हो हामीलाई हैन क्वेशन नचिनेसी गाह्रो बना के कति p बनाए कति भयो भन त वेयर p बनाए कति भन त ये इक्वेशन हेर है यसको नाम इक्वेशन 1 लेख यसको नाम इक्वेशन 1 लेख वेयर p बनाए कति मलाई भन त वेयर p बनाए कति p बनाए कति 6x स्क्वायर डिवाइड बाइ कति हो यो x क्यूब प्लस 1 हो अनि q बनाए कति अरे बा 1 plus x स्क्वायर डिवाइड बाइ x क्यूब प्लस 1 हो हजुर सर हो हैन बुझ्यौ हैन बुझिरा सर ल अब तलको डेरिभेटिभ अब आइएफ बनाए कति मलाई भन into pdx हो कि हैन यो 6 लाई मैले यो 3 into 2 भन्न पाइन्छ 6 लाई के भयो त तलको डेरिभेटिभमा जहिले यस्तै आउँछ को इन्डिकेसन तलको डेरिभेटिभ माथि नै आउँछ के जहिले नि कति भयो तलको डेरिभेटिभ माथि भयो कि भएन ए बिर्से माने भने साइडमा गर्ने x क्यूब प्लस 1 को डेरिभेटिभ कति 3x square हो 3x स्क्वायर आयो नि त नि आगे आएन आयो x क्यूब प्लस 1 भयो x क्यूब रफै हो र कति भयो त नि अब लगको कोएफिसिएन्ट हटाइदेऊ भयो बुझ्यौ कि बुझेनौ बुझ्यौ बुझ्यौं ल अब कति भयो त नि सोलुसन अफ 1 इज सोलुसन अफ 1 भनेको y and y dash मा लिनियर हो नि त y and y dash मा लिनियर भएपछि y into if बुझेनौ z and z dash मा लिनियर भयो भने z into if बुझेन
बुझ्यो बुझेको छ। बुझेको छ यो बाहिरी कुरा हो, यो बाहिरी कुरा हो, यो बाहिरी कुरा। अब डाटा इन्ट्री गरिदेऊ, डाटा इन्ट्री गर्दै कति हुन्छ? y भने y भइहाल्यो, if भने कति हो? x की प्लस 1 को होल स्क्वायर भइहाल्यो इक्वल्स टु q भने कति? 1 प्लस x स्क्वायर डिवाइड बाई x प्लस 1 अनि x की प्लस 1 को होल स्क्वायर। यो एउटा काट्यो हैन? काटिएन आरएचएस मा? काट्यो। 1 प्लस x स्क्वायर इन्टु यसलाई मल्टिप्लाई गर्ने अनि इन्टिग्रेसन गर्ने, मल्टिप्लाई गर्ने इन्टिग्रेसन गर्ने। 1 ले x लाई x क्यूब हुन्छ, 1 ले 1 लाई 1 हुन्छ अनि x को पावर 5 हुन्छ। लु अब इन्टिग्रेसन गर्ने। कति भयो त यसको इन्टिग्रेसन? x को इन्टिग्रेसन x को पावर 4/4, 1 को इन्टिग्रेसन x को 6/6, 3/3। यतिकै छोडिदिने है एन्सर। एन्सर छोड्दा यतिकै छोडिदिने। Which is required solution? Which is required solution? बुझ्यौ? बुझ्यो सर। अब बर्नालीको ल्याउ न, बर्नालीको ल्याउ। dy by dx minus tan y by 1 plus x equals to भन त कति हो नानी? dy by dx minus tan y by 1 plus 1 tan y by x हो 1 plus x 1 plus x अनि पारी कति छ? equals to 1 plus x into e to power x 1 plus x into e to power x cos y केही छैन? by cos y छ। अनि भन्नु पर्यो नि त by cos y cos y डिभाइड cos y हो कि इन्टुमा? divide by यो cos y नलेखेर यहाँ sec y पनि लेख्न सक्छन् है क्वेशन बनाउनेले। बुझ्यौ नि? क्वेशन बनाउनेले यस्तो पनि भन्न सक्छन् है क्वेशन बनाउनेले। बुझ्यौ? हजुर। क्वेशन बनाउनेले यस्तो पनि क्वेशन बनाउन सक्छन्। खास क्वेशन यो हो के? खास क्वेशन यो हो। यो क्वेशन खास मेन क्वेशन यो है। यो त बर्नाउली जोगी हैन, पारी यहाँ पनि y यहाँ पनि y छ। क्वेशन है यो। सोलुसन मा गए अब। यार dy by dx minus मा tan y divide by 1 plus x into x sec y which is Bernoulli's भने हाल त यसलाई क्वेशन चिनिसक्यौं। which is Bernoulli's अनि त्यहाँ यस Bernoulli's इक्वेसन एपोस्ट्रोफी यस भन्छ। अनि के भन्छ नि त्यसमा पहिलो काम के हो? यसले के काम गर्न पर्यो? पहिलो काम फ्री फ्रम y गर्नु थियो। हो tan y डिवाइड बाई sec y into 1 डिवाइड बाई 1 प्लस यो काट्नलाई सजिलो बनाउन डिवाइड गरेको ल 1 प्लस x into ex। बुझ्यौ? यो कति भयो त? यो cos y भयो, dy by dx भयो, अनि त्यहाँबाट माइनस भयो हैन? बुझ्यौं कि बुझेनौं? अनि यो कति हो? यो ल्याउ यो यो साइन कसरी पढ्न सक्छौं? sin y by cos y डिवाइड बाई 1 by cos y
कति हो कति पहुँच्यो त ल्याउ न त cos y dy by dx माइनसमा sin y का मुनि 1 plus x 1 plus x into ex यसको नानी क्वेसन 2 क्वेसनलाई अब यो कति पुट गर्ने यो sin y हो के रे यहाँ sin y अब कति पुट गर्ने हो स्टेप 2 z equals to sin y पुट गर्ने पुट गर्दा dz by dx sin y को डेरिभेटिभ कति हुन्छ cos y अनि चोइन रुल पनि आयो dy by dx पनि आयो है चोइन रुल x ले गरेको हो नि त फेरि यहाँ y छ नि त यो गर्न अगाडि पढाएको छ नि चोइन रुल बिर्स्यो छैन याद छ sin y को cos y अनि dy by dx अब यो भनेको कति भयो त यो भनेको कति भयो फ्रम कति भयो dz by dx dz by dx माइनसमा 1 by x plus 1 z into 1 plus x into ex क्वेसन 3 अब के भन्न पाइन्छ which is linear कति भयो त नि p भनेको q भनेको कति भयो बुझ्यौं कि बुझेनौं अब त आफै गरे नि केही बराबर हैन यस्तो सजिलो रहेछ भन्छु तिमी आफैले मलाई के भन्न मैले के गर्न पर्ने छ त अब के गर्न पर्ने छ त कोएफिसिएन्ट हटाइदेऊ -1 पनि कोएफिसिएन्ट हो के कति आयो भयो मेरोमा छैन लोकल कुखुरो हो कि हेर त बाबु पास बजे खानु पर्छ ल ठीक छ सर हुन्छ ल अब के हो त नि सोलुसन के हो देन द सोलुसन अफ क्वेसन 3 को z into कति q भनेको कति छ हामीसँग q भनेको कति छ 1 plus x equal power x अनि if भने कति सजिलो दिएको होला 1 by 1 plus x plus 1 ex को इंटीग्रेशन ex नै हो एन्सर यही हो z भनेको कति sin y divided by x plus 1 which is required solution मेरो बत्ती कति एकछिन माथि गर्नु बत्ती गयो बाबु हजुर कहाँबाट भन त फर्स्टबाट ट्याक्कै हो त्यही मुनिबाट त्यही त्यो dy by dx tan y वाला क्वेशन त्यही वाला माथिबाट क्वेशन यो भयो यहाँबाट सुरु भएको क्वेशन है
e to the power कति हो त्यो जानेन मान्छेले साथीहरु कहाँ जान्छ म हेरि साथीहरुले यही सुन्नु एक माथि ल भन्दा फेरि अझै माथि बाबु हजुर त्यो माथि माथि त सक्छौ पनि के अरे मैले माथि जाउँ न छोड्यो भने म फेरि गाना म दिएन मुनि सार्दिनु त्यही बसेर पढाउन त्यही मात्रै बस्छ म उयो पढाउँ त यहाँ निशान मेरो छोरा मुनि सार्दिनु ल ठ्याक्कै 10 मिनट बेरेको है ठ्याक्कै 10 मिनट आउनु फेरि हुन्छ सर
तपाईँ यहीँ छौ म त छु छन् होला है अब दसैँमा त भयो त भएन र भयो सर भयो दसैँमा त भयो त अनि दिदीको उयो नजरमा नचार देऊ है दिदीको त पढ्दिन दिदीले नचार देऊ है म त्यही भएर अलिकति थोरै ठुस्छ यस्तो ओए दिदी कति राम्रो कति कति ज्ञानी मेरो छोरालाई सर भन यो क्वेसन एउटा गर्दैन सोधिरहेको रहेछ धेरैचोटि के रहेछ पढायो क्वेसन एक्स वाइ डैश प्लस वाइ स्क्वायर लग एक्स भन्नेवाला हेर्दाखेरि त सबै सस्तो तर खै पढाउँदा मलाई एक्स वाइ डैश प्लस वाइ इक्वल्स टु के एक्स वाइ स्क्वायर लग एक्स सबै आइपुगे तिम्रो साथी नम्बर त तिम्रो हाम्रो कसको साथी नाम के बिर्सेँ मैले तिम्रो नाम के अरे मेरो त उपमा तिम्रो साथीको नाम के अरे आफरिन त्यसलाई नि बोलाउ न हाम्रो अनलाइनको क्वेसन पढिरहेको हुन्छु हाम्रो उसले यार आवाजले कहाँ गयो अनलाइन मात्रै आइपुग्यो सबै आइपुग्यो खै म मात्रै छु कि के हो 10 मिनेट भनेको कति मिनेट
चलो लेके क्या रहे हैं चलो आ गया ओके वीडियो हो बता आई ना पुगिसक्यो सर। सबै आइपुग्यो ल ल ल ल यहाँ छोराले के पोखिदियो मेरो यहाँ ल क्वेसन के छ भन त x y dash x y ड्यास अनि plus y प्लस y equals to y square log x. y स्क्वायर लग X. x dy by dx बुझ्यौ y अकिन भन्नु कति बोल्यौ और dy by dx y मात्रै हो यहाँ कि x पनि छ
क्वेसनमा त y मात्र थियो छुटेको हो कि कसमा हेर्छु हैन y मात्र छ वाइ मात्रै छ बुकमा कतै छ कि यो क्वेसन ए अगाडि यक्स रहेछ नि त ल ल भयो 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 म यहाँ अगाडि यक्स देखिन्छ ल हुन्छ 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 पख ल के अरे यहाँ यो स्टेपमा तिमीले के गर भन्दाखेरि यो नेटमा मिलेन यहाँ एकैछिन ल हो यक्स वाइ मात्रै छ ल एकैछिन है एकैछिन चल्न सक्छ यो डिवाई डिएक्स अगाडि यक्स छ नि यक्सलाई हटाउँ न डिवाई डिएक्स अगाडि यक्स भएको यक्स मात्रै छ भने हटाइदिउँ त हटाइदिउँ यसलाई हटाइदिउँ त च्यापुजाला च्यापुजाला साह्रै गर ल हटाइदेऊ यक्स हटाइदेऊ त यक्स हटाउँदा कति हुन्छ यहाँ y by x अनि उता पनि y square by x डिवाई बाई डिएक्स यक्स यो यक्सले डिवाइड गर्ने ल y by x y square by x log x बुझ्यौ यो हो कि हैन इक्वल्स टु हैन यहाँ इक्वल्स टु हो बुझ्यौ यहाँसम्म बुझ्यौ यक्स हट्यो हैन अब 1 by y square dy by dx प्लसमा 1 by y square into x माथि y 1 by x log x y ले y खायो खाएन कति भयो त अब धेरै किन हेर्ने भाइ मोबाइल हेर्नु मिल्दैन बताउँछु पन्नीको मोबाइल हेर्छ लड्छु लड्यो आफै के भएको छ मलाई भन्नु के त कति गर्यो त 1 by y square dy by dx प्लस यसो गर न 1 by x एउटा 1 by y एउटा अनि यहाँ पुट गर्न पर्छ यसलाई हो नि हैन क्वेसन 1 लेख्ने भयो 2 लेख्ने भयो कति पुट गर्ने 1 by x यो 1 by x भनेको को त 1 by x भन्ने ए सरी ए म आवाज 1 by y सरी dz by dx अनि dy गर्ने अनि त्यहाँबाट y को पावर -1 dy by dx चोइन रुल पनि लगाइदिसके है मैले चोइन रुल पनि लगाइदिसके -1 भने y को पावर -1 dy by dx कति भयो त dz by dx कति भयो त -dz by dx भनेको चाहिँ 1 by y माइनसले त पठाइदिए ओइ कति भयो फर्म इक्वेसन 1 मा आइपुग्दा कति भयो -dz by dx भयो प्लस 1 by x z भयो 1 by x स्क्वायर log x कति सजिलो त बुझ्यौ 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 1 by x मात्रै होला है बाबु यहाँ हौ एरिया 1 by x मात्रै होला है 1x अब सुन न यहाँ लिनियर भन्न पाइएन यहाँ माइनस कमन लिन पर्ने भयो लिनियर भन्न पाइन्न धेरै विद्यार्थीले यहाँ मिस्टेक गर्छन् dz by dx माइनस कमन लिएको हो बाबु मैले z पारी 1 by x log x माइनसले पारी पठाइदेऊ यो माइनसले पारी पठाइदेऊ कति भयो बल्ल dz by dx का अगाडि केही राख्न पाइदैन पुरै प्लस राख्न पर्यो पुरै केही राख्न पाइन्न है
कति भयो त -1 by x हो गुड -1 by x log x पल्ल लिनियर भयो इक्वेसन 2 पल्ल लिनियर which लिनियर कति भयो अनि p भनेको कति छ भनेको कति छ if भनेको कति छ log x minus कति भयो log यदि बुझेनौँ ल अब हेर्दा सुन है अब सोलुसन अफ 1 कति भयो त 1 सोलुसन अफ 3 कति भयो त नि अब सोलुसन अफ 3 कति भयो ल्याउ त सोलुसन अफ 3 z into if q into if C plus z भने कति छ रे बा 1 by y if भनेको 1 by x अनि माइनसलाई बाहिर फाल्ने 1 by x यहाँ छ फेरि 1 by x पनि आयो पनि फुटाएर यहाँ
बुझ्यौ? हराकी छौ यहाँ तिमीहरू? यतै छौँ सर। छौँ सर। यहाँ छोरोले सताएर त्यही भएर छोरो सानो छ दुःख दिन्छ। अब यसलाई यसो गर्न पर्ने भयो कि फेरि यसलाई यु मान्न पर्यो, यसलाई भी मान्न पर्यो। युभी भन्ने बुझ्छौँ नि हामी इन्टिग्रेसन प्रोडक्ट। इन्टिग्रेसनको प्रोडक्ट के इन्टिग्रेसनको प्रोडक्ट इन्टिग्रेसनको प्रोडक्ट इन्टिग्रेसन प्रोडक्ट PRODUCT प्रोडक्ट है। हेर यो इन्टिग्रेसन यु VDX भयो भने कति अरे? यु जस्ता तस्तै भी को इन्टिग्रेसन, यु जस्ता तस्तै भी को इन्टिग्रेसन, यु को डेरिभेटिभ, भी को इन्टिग्रेसन, अनि भी के अरे अनि डेरी DX बुझ्यौ? ILAET I भनेको इन्भर्स, यो भनेको लग, अल्जेब्रा, एक्सपोनेन्शियल, ट्रिगोनोमेट्री के हो? ट्रिगोनोमेट्रिक ट्रिगोनोमेट्रिक है, TRIC ट्रिगोनोमेट्रिक है। बुझ्यौ? सुन है, अब तिमीले बुझ्दाखेरि यो अगाडि जुन पर्यो त्यही लेख्ने ल। log x र x भयो भने फेरि यो अल्जेब्राको तेस्रो पोजिसनमा भयो भने भी, दोस्रो पोजिसनमा भयो भने चाहिँ यु। पोजिसन हेर्ने ल, यो पहिलो पोजिसन, दोस्रो पोजिसन, तेस्रो पोजिसन, चौथो पोजिसन, पाँचौं पोजिसन। अल्जेब्रा र एक्सपोनेन्शियल भयो भने चाहिँ अल्जेब्रा तेस्रो भयो, एक्सपोनेन्शियल चौथो भयो, युभी। अल्जेब्रा ट्रिगोनोमेट्री कति भयो त? अल्जेब्रा र ट्रिगोनोमेट्री कति भयो? यसलाई युभी पोजिसन अनुसार गर्ने ल। मेरो मोबाइल कहाँ राख्यो? अब हामीसँग कति साह्रो भयो भन त? फर्मुला के छ ल बाबु त? अब हाम्रो 1/xy भन्ने लेफ्ट साइड भइहाल्यो, RHS मा माइनस छँदैछ। क्वेसन के अरे बाबु हाम्रो? 1/x² कति अरे? 1/x अझै यसो गर न, यसलाई अझै के गर भन्दा नि अल्जेब्रालाई हो पछाडि राख्ने हो। यसलाई के गर्ने? log x अगाडि, log x अगाडि लेख्ने, log x लेख्ने, अनि x को पावर -2 लेख्ने, dx लेख्ने, अनि त्यहाँबाट यसलाई u मान्ने, यसलाई v मान्ने। फर्मुला यस्तो जाने। कति भयो त नि? log कति फर्मुला के हो? म यहाँ लेखिदिन्छु। अब कति भयो त? यु जस्ता तस्तै भी को इन्टिग्रेसन भनेपछि यु भनेको log x भयो, अनि भी को इन्टिग्रेसन कति हुन्छ नि बाबु? -2 + 1 -2 + 1 यति भयो बाबु। अनि फेरि यहाँ यसको डेरिभेटिभ गर्न पर्यो, इन्टिग्रेसन पनि लेख्ने अनि डेरिभेटिभ पनि गर्ने। यु को डेरिभेटिभ कति भयो? यु को डेरिभेटिभ कति भयो त? 1/x भयो। यु को डेरिभेटिभ log x को डेरिभेटिभ 1/x भयो।
फेरि v को इन्डिकेसन माइनस को 2 प्लस को 1 माइनस को 2 प्लस को 1 अनि यसलाई फेरि अझै पनि dx बाँकी नै छ प्लस कन्स्ट्यान्ट c कति भयो ल्याउ त हेर यो माइनस यो भनेको log x भइहाल्यो यो 1/x यो भइहाल्यो यो बाइ तलको माइनस यता लेखे मैले माइनस माइनस प्लस भयो कति भयो माइनस माइनस प्लस भयो 1/x स्क्वायर अझै रह्यो कति भयो त माइनस 1/x यहाँ भइहाल्यो log x नै भइहाल्यो फेरि यसको इन्डिकेसन कति हुन्छ यसको इन्डिकेसन ठ्याक्कै 1/x छ भने log x यसको इन्डिकेसन माइनस को 1 plus 1 प्लस कन्स्ट्यान्ट c माइनस 1/x log x माइनस 1/x अब के गर त बाहिर माइनस भित्र पठाइदेऊ त 1/x log x प्लस 1/x प्लस कन्स्ट्यान्ट c 1/x y यही एन्सर मिलाएर लेखे नि भयो यही लेख्ने केही फरक पर्दैन है त्यो इन्डिकेसन गर्न सकेन भने पनि 4-5 नम्बर आउँछ पनि कुथरी गरेर लाने हो इक्जाममा लाँदाखेरि लास्टको इन्डिकेसन सकेन भने पनि 3-4 नम्बर आउँछ नछोड्नु होला नकेर्नु होला त्यही छोड्दिनी जहाँसम्म जानिन्छ त्यहाँसम्म जानिन्छ त्यहाँ छोड्दिनी स्टेपको नम्बर आउँछ नबिगार्नु होला अब यहाँ सुन्नु न अब यो वर्णावली मैले सकेँ हैन अहिले गर्नु फेरि भोलि मलाई सोध्नु होला यही कुरा पढाउँ मैले मात्रै पढाएर हुन वर्णावली गरेर भ्याउनुहोस् वर्णावली भ्याइहाल्नुहोस् आज प्र्याक्टिस गरिहाल्नु नमिलेको मलाई सोध्नु है अब हाम्रो कस्तो हुन्छ भने हाम्रो 2 जना नानीहरूलाई चाहिँ म भोलि पढाउँछु म अथवा भोलि अथवा भरे पनि पढाउँछु 2 जनालाई मात्रै ल अरूहरूलाई चाहिँ सन्डे हुन्छ सर अनि तिमीहरूलाई फेरि भोलि पनि पढाउँछु भरे पनि पढाउँछु म भरे त मेरो एउटा बिहाको पार्टी जानु पनि भरे भ्याउँदिनँ दिउँसो पढाउँला बरु भ्याएँ भने हुन्छ सर दिउँसो आज नि फेरि हेर न ल है त अब भाइहरूलाई चाहिँ सन्डे है भाइहरूलाई बाई बाई ल